नमस्कार साथीहरू। आज म हजुरहरूको माझमा समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाबारे जानकारी प्रदान गर्न गइरहेको छु। साथीहरू, हाम्रो यो भिडियो यहाँहरूले शिक्षक सेवा आयोग, लोकसेवा आयोग तथा विभिन्न सङ्घ संस्थानहरूको तयारी गर्दै हुनुहुन्छ भने त्यसको लागि उपयोगी हुनेछ र साथै यो भिडियो हजुरहरूलाई मन परेमा लाइक, कमेन्ट तथा सेयर एवं सब्स्क्राइब गरेर सहयोग गरिदिनु होला। साथै सल्लाह सुझावको लागि पनि अपेक्षा गर्दछु। साथीहरू, अब लागौँ समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको जानकारी बारे। पहिलोमा छ साथीहरू, बङ्गलादेशमा बिजुली बिक्री गर्ने त्रिपक्षीय सम्झौताबारे। बङ्गलादेश नेपाल विद्युत प्राधिकरणले बङ्गलादेशसँग विद्युत बिक्री गर्ने सम्झौता गरेको छ, जुन तीनवटा मुलुकबीच हुने गर्छ। एउटा नेपाल भइहाल्यो, भारत अनि बङ्गलादेश। भारतको बाटो हुँदै लग्नुपर्ने भएकाले भारतसित पनि सम्झौता गर्नुपर्ने हुन्छ। यो सम्झौता कहिले भएको थियो भनेपछि विक्रम सम्वत 2081 असोज 17 गते भएको थियो सम्झौता चाहिँ। अनि यो प्रसारण लाइन बिक्री भएको 2081 कार्तिक 30 गतेबाट प्रसारण लाइन बिक्री गरेको थियो। सम्झौता कसको बीचको भएको थियो भन्दाखेरि नेपाल विद्युत प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगम बीच सम्झौता भएको थियो। सम्झौता पश्चात प्राधिकरणले वर्षायामको समयमा 6 महिना अर्थात् हरेक वर्षको जुन 15 देखि नोभेम्बर 15 सम्म 5 वर्ष 40 मेगावाट विद्युत अमेरिकी डलरमा बङ्गलादेशलाई बिक्री गर्ने सम्झौता भएको थियो। बङ्गलादेशलाई विद्युत बिक्री गरी प्राधिकरणले प्रति युनिट 6.4 अमेरिकी सेन्ट पाउनेछ। यो त थियो साथीहरू बङ्गलादेशमा बिजुली बिक्री गर्ने त्रिपक्षीय सम्झौताबारे सामान्य जानकारी। अब नेपाल विद्युत प्राधिकरणको वर्तमान सञ्चालक समितिमा को रहेका छन् भन्ने कुराको जानकारी। सञ्चालक समितिमा जम्मा सदस्य सचिव सहित 8 जना हुने गर्दछन्। सञ्चालक समितिको अध्यक्षको रूपमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको मन्त्री अध्यक्ष रहने गर्छ भने अन्य 7 जना सदस्य सचिव सहित 8 जना सदस्य रहने गर्छन्। सदस्यहरूमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिव सदस्य रहने गर्छ, अनि अर्थ मन्त्रालयको सचिव सदस्य अनि उपभोक्ता समूहबाट प्रतिनिधि 1 जना सदस्य अनि ऊर्जा क्षेत्रका प्रतिष्ठित व्यक्ति मध्येबाट 2 जना सदस्य रहने गर्छन्। उद्योग तथा वित्तीय क्षेत्रबाट प्रतिष्ठित व्यक्ति मध्येबाट 1 जना सदस्य रहने गर्छ भने नेपाल विद्युत प्राधिकरणको कार्यकारी अर्थात् प्रबन्ध निर्देशक सदस्य सचिव रहने गर्छन्, जुन हाल कुलमान घिसिङ रहेका छन्। अब अर्को लागौँ साथीहरू राष्ट्रिय कर दिवस 2081 सम्बन्धी। कहिले मनायो भनेपछि विक्रम सम्वत 2081 मङ्सिर 1 गते। जहिले पनि कर दिवस, कर र कफी दिवस मङ्सिर 1 गते मनाइन्छ। अनि यो 2081 सालमा मनाएको कर दिवस 13औं कर दिवस हो। यसको नारा कर प्रणालीको सार, लगानीको आधार। 13औं कर दिवस 2081 को मूल नारा के थियो भने कर प्रणालीको सार, लगानीको आधार। कहिलेदेखि मनाउन थालियो भनेपछि 2069 देखि लगातार मनाउँदै आइरहेको छ, जुन अहिले 13औं कर दिवस हो। यो किन मनाएको भनेपछि विक्रम सम्वत 2054 मङ्सिर 1 गतेदेखि मूल्य अभिवृद्धि कर लागू भएको सम्झनामा
प्रत्येक वर्ष मङ्सिर 1 गते यो दिवस मनाइन्छ। 2080 को नारा चाहिँ स्वच्छ पारदर्शी र प्रविधि मैत्री कर प्रशासन र सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन थियो। अब 13औं राष्ट्रिय कर दिवस 2081 का अवसरमा सम्मानित तथा पुरस्कृत हुने करदाताहरू देहायबमोजिम छन्। सबैभन्दा बढी आयकर दाखिला गर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भने एकलौटी फर्महरूमध्येबाट सुर्ती ट्रेडर्स सबैभन्दा कर तिर्नेमा। अनि विद्युत निर्यात कारोबार गर्ने मध्येबाट वस्तु निर्यातको कारोबार गर्ने मध्येबाट डाबर नेपाल प्राली सम्मानित भएको थियो। अनि सूचना प्रविधि सम्बन्धी सेवा निर्यातको कारोबार गर्ने मध्येबाट कोट तार टेक प्राली थियो भने कृषि एवं पशुपक्षीजन्य उद्योग मध्येबाट पतञ्जलि आयुर्वेद सम्मानित भएको थियो। बैंक तथा वित्तीय संस्था एवं बीमा कारोबार गर्ने संस्था मध्येबाट नोबेल बैंक भएको थियो भने स्वास्थ्य तथा शैक्षिक संस्था मध्येबाट लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएका थिए। पर्यटन व्यवसाय मध्ये तारागाउँ रिजेन्सी होटल अनि वस्तु व्यापार कारोबार मध्येबाट भाटभटिनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर अनि वार्षिक रु 50 करोड भन्दा बढी रु 100 करोडसम्मको कारोबार गर्ने करदाता मध्ये सिडिएस एन्ड क्लियरिङ लिमिटेड सम्मानित भएको थियो भने ऊर्जामूलक उद्योग मध्येबाट भोडीकोशी पावर कम्पनी लिमिटेड अनि रेमिटान्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्येबाट सिटी एक्सप्रेस एन्ड मनी ट्रान्सफर लिमिटेड सम्मानित भएको थियो। त्यस्तै व्यक्तिगत आयमा सबैभन्दा बढी आयकर दाखिला गर्ने चाहिँ रामबहादुर शाह सम्मानित भएका थिए। अनि विक्रम सम्वत 2075 श्रावणदेखि 2081 असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्य अभिवृद्धि कर दाखिला गर्ने हङ्सी शिवम सिमेन्ट प्राली सम्मानित भएको थियो। वार्षिक कारोबार रकम रु 50 करोडसम्म कारोबार गर्ने करदाता मध्ये सोल्ट्री इन्टरप्राइजेस प्राली सम्मानित भएको थियो। विशेष उद्योगहरू मध्येबाट वरुण बिभरेज नेपाल प्राली सम्मानित भएको यो थियो साथीहरू 13औं राष्ट्रिय कर दिवस 2081 को अवसरमा सम्मानित वा पुरस्कृत हुने करदाताहरूको विवरण। अब लागौँ साथीहरू मदन पुरस्कार 2080 र जगदम्बा पुरस्कार 2080 को घोषणा सम्बन्धी। मदन पुरस्कार 2080 मोहन मैनालीद्वारा लिखित कृति मुकाम रण मैदान अर्थात् नेपाल अङ्ग्रेज युद्धको बखानलाई प्रदान गरिएको हो। मदन पुरस्कार गुठीले हरेक वर्ष प्रदान गर्दै आएको मदन पुरस्कारको लागि 2080 सालमा प्रकाशित पुस्तकहरूमध्येबाट गुठीलाई प्राप्त भएका कुल 279 कृतिबाट जम्मा 8 कृतिलाई मदन पुरस्कारको सर्वश्रेष्ठ सूची 2078 मा समावेश गरेको थियो। मदन पुरस्कार श्रेष्ठ सूची 2080 का रूपमा छनौट भएका कृतिहरू चाहिँ देहायबमोजिमका रहेका छन्। डम्फुको आत्मलाप, भक्त स्याङताङको अनि नुन तेल विगततिर पदयात्रा जीवन छेत्रीको अनि भावलिपि भावेश भुमरी र परिणीता मलिङ अनि मुकाम रणमैदान नेपाल अङ्ग्रेज युद्धको बखान मोहन मैनालीको अनि सन्तासका 60 दिन रोशन थापा नरिब। यो त थियो साथीहरू मदन पुरस्कार 2080 सम्बन्धी सामान्य जानकारी। साथीहरू अब लागौँ ओलम्पिक खेलकुद 2024 सम्बन्धी जानकारी। ओलम्पिक खेलकुद 2024
कहिले भएको थियो भन्दाखेरि सन् 2024 जुलाई 26देखि अगस्त 11सम्म जुन फ्रान्सको पेरिसमा 32 खेल र खेलको 329 स्पर्धामा भएको थियो। जम्मा खेलाडी सङ्ख्या 10,714 जना थिए भने सहभागी देशको सङ्ख्या 206 वटा सहभागी देश। अनि मोक्टो चाहिँ गेम्स वाइड ओपन। मास्कट के थियो भने पारस्परिक तरिकाले फ्रिजियन टोपीलाई ओलम्पिक र पाराओलम्पिकको रूपमा प्रयोग गरिएको थियो। नारा चाहिँ एक्लै हामी छिटो जान्छौँ तर सँगै हामी टाढा जान्छौँ। पेरिस ओलम्पिक खेलकुद 2024 को नारा एक्लै हामी छिटो जान्छौँ तर सँगै हामी टाढा जान्छौँ। यसको नारा थियो भने उद्घाटन समारोह पेरिस स्थित सेन नदीको किनारमा भएको थियो। समापन समारोह चाहिँ स्टेड डे स्टेडियममा भएको थियो। सबैभन्दा बढी पदक प्राप्त गर्ने चाहिँ अमेरिका 40 स्वर्ण 44 रजत र 42 काँस्य गरी 126 पदक। अनि नेपालले कति खेलमा सहभागी जनाएको थियो भनेपछि 6 खेलमा जम्मा 7 जना खेलाडीले नेपालबाट मार्चपास्टमा झण्डा बोक्ने खेलाडी चाहिँ टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मोनिता श्रेष्ठ प्रधान हुन्। अब अर्को छ साथीहरू, थाइल्यान्डकी 37 वर्षीय महिला प्रधानमन्त्री को हुन्? थाइल्यान्डकी 37 वर्षीय महिला प्रधानमन्त्रीको नाम हो पेन्टोगोटोन सिनवात्रा, जुन 37 वर्षकी रहेकी छिन्। पार्टी चाहिँ फ्यु थाई पार्टी हुन् भने उनी थाइल्यान्डकी 31औं प्रधानमन्त्री हुन्। संसदमा भएको मतदानमा उनको पक्षमा 319 मत र विपक्षमा 145 मत परेको 27 सांसद भने अनुपस्थित थिए। प्रधानमन्त्री नियुक्त सिनावात्रा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्। 37 वर्षीय सिनावात्रा भएको थिइन्। बेलायतमा लेबर पार्टीको नेता बने नयाँ प्रधानमन्त्री कियर स्टारमर। निर्वाचन चाहिँ 2024 जुलाई 4मा सम्पन्न भएको थियो भने संसदीय निर्वाचनमा 412 सिट जितेर सत्तारूढ कन्जर्भेटिभ पार्टीको 14 वर्ष लामो शासन अन्त्य गर्दै लेबर पार्टीले सरकार बनाएको। सत्तारूढ कन्जर्भेटिभ पार्टीका नेता प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार राजीनामा दिए पश्चात लेबर पार्टीको कियर स्टारमरलाई प्रधानमन्त्रीमा नियुक्त गरेको थिए। अब लगाउँ साथीहरू नेपालको राष्ट्रिय फल घोषणा। कुन फल भनेपछि सुन्तला। विक्रम सम्वत 2080 चैत्र 30 गते घोषणा गरिएको थियो। नेपाल सरकार मन्त्री परिषदको निर्णय अनुसार घोषणा गरिएको। अनि राष्ट्रिय फल लालीगुराँस भइहाल्यो, रङ चाहिँ सिम्बक, अनि जनावर गाई, पंक्षी डाँफे, खेल चाहिँ भलिबल भइहाल्यो। अब नेपालमै पहिलोपटक ग्रिन हाइड्रोजन उत्पादनको सफल परीक्षण विक्रम सम्वत 2080 चैत्र 18 गते भएको थियो। नेपालमै उत्पादित ग्रिन हाइड्रोजनबाट सवारी साधन चलाउने गरिएको परीक्षण जलविद्युत र पानी प्रशोधनको विधिबाट तयार पारिएको ग्रिन हाइड्रोजन डिजेल पेट्रोलको विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ, जुन काठमाडौँ विश्वविद्यालयले गरेको थियो। परियोजनाको नाम नेपाल हाइड्रोजन इनिसिएटिभ परियोजना थियो। भ्रष्टाचार सूचाङ्क 2023मा नेपाल विश्वमा 108औं स्थानमा, जुन ट्रान्सपरेन्सी इन्टरनेसनलले संसारभर एकसाथ सार्वजनिक गर्ने गर्छ। सार्वजनिक चाहिँ 2080 फागुन 11 गते भएको थियो। नेपालले 35 अङ्क प्राप्त गरेको थियो। जम्मा 180 देश समेटेको र डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने र
सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको पाइन्छ। साथीहरू, आजको लागि यति नै। फेरि अर्को भिडियो लिएर म उपस्थित हुने नै छु। नमस्कार।